अहिले चाहिँ यस्तो देख्दैन चटपट खान लाग्यो चटपट खाने मान्छे वेलकम टु माई च्यानल दर्शन नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज त हामी घुम्न जान लाग्यो कहाँ जान लाग्यो भने चाहिँ लेक साइड अनि हिजो चाहिँ भ्लगिङ गर्नै पाएन ढिलो आयो नि त हामी घर त्यही भएर हामी चाहिँ अब रेडी हुन लाग्यो लेक साइड घुम्न जानलाई यहाँ मेकअप गर्दैछन् मेकअप आर्टिस्ट दिप्ती यता फेरि फुटपाथी मेरो मेकअप आर्टिस्ट अब आई साइड लाउन लाग्छन् म पनि अब मेकअप गर्छु हल्का अनि त्यसपछि हामी जान्छौँ लेक साइड बटल हातमा लिँदै के अरे साथमा वाक्कै नभन्दै अहिले चाहिँ यस्तो देख्दैन है यता चाहिँ दिपाको कपाल चाहिँ डेन्जर थियो क्या डल्लो यसलाई भन्छन् मुर्का कपाल कोर्दैछन् फुलबुट्टा भर्दैछन् आफ्नो फेसमा कोही लुगा लाउन रेडी कोही यहाँ कपाल घुर पार्दैछन् म चाहिँ यहाँ छु म चाहिँ मेकअप सिकाउँदैछु त्यति मान्छेलाई कति चटक पार्नुपर्ने अझ दुखाइ ए पर्छ स्ट्रगल हेर्नु यहाँ गाइस स्ट्रगल मेरो कपाल कता बेकारिदिएको छ हामी उसाउलाई के अरे भाइरल हुन्छ के अरे भाइरल थियो एउटा भिडियो त्यस्तै होला फेरि के भन्नु लामो कपाल पाल्न त रहर लाग्छ तर त्यो गाह्रो छ नि लामो कपाल हुने मान्छेलाई स्ट्रगल फेस आइरन दिने भेटाएन कि मेरो कपाल वा कस्तो लामो कि मेरो कपाल यहाँ तार पनि बेटारे खान् मेरो कपाल बेटार्दा यहाँ तार पनि बेटारेको अवस्था हामी निस्किन लाग्यो यो चाहिँ आउटफिट चेक यता आउन गाइजहरू मेरो हिरोइनहरू यता छन् है हिरोनी देखेछन् ब्ल्याक म्याचिङ बिचमा वाइट वाउ ल हामी अब निस्किन्छौँ घरबाट चाहिँ स्कुटी स्टार्ट गर्दै ग्रिन ड्राइभ आउँदैछ केटीहरू हिरोनी भएर जाँदैछन् पुरा लेक साइड भन्छु यता फेरि म फेरि हेलमेट लाग्छु बाई चाहिँ लेक साइड आइपुग्यौँ लेक साइडको भ्यू चाहिँ यस्तो छ हामी चाहिँ यहाँ छौँ अब हामी काइकिङ गर्ने के अरे लोकेसन हेर्छौँ कहाँ गर्छौँ काइकिङ भनेर लास्टै गर्मी रहेछ मान्छे यति धेरै भिड छ फेरि कति धेरै आज यहाँ मान्छे प्याराग्लाइडिङ गर्ने पनि र काइकिङ गर्ने मान्छे नि लास्टै धेरै छन् किरा जस्तो देखिन् त माथि किरा तल किरा यता झन् कन्फ्युज भएको छन् कहाँ गर्ने काइकिङ भनेर कन्फ्युज हुँदै बसेछन् दुइटा चाहिँ काइकिङ गर्ने आउटफिट यहाँ फेरि ल गाइजहरू वाउ ब्युटिफुल लेडीहरू जाँदैछन् अब काइकिङ गर्न हामी चाहिँ अब काइकिङको लागि रेडी भइसक्यौँ सो एक्साइटेड फर्स्ट टाइम हो है उता दिप्ती बस्नु सुरु भइसक्यो त्यहाँ दिप्तीलाई दिप्ती चाहिँ बस्यो एक यता त सिकाइदिने सब रेडी भइसक्यो म पनि यहाँ म त लास्टमा बस्नु भनेर बसेको कि डर लाग्यो मलाई त्यसैले छ क्या छ बिचमा छ अनि यताबाट घामले गर्दा अलि एन्टी लाइट परेको छ कि मेरो फेसमा अब हामी बिचमा जानुपर्छ बिचमा होइन हामी लास्ट किनारमा आइसक्यौँ वहाँ त्यहाँ परबाट आएको हामी किनारमा आइसक्छौँ अहिले चाहिँ हामी फेवातालको बिचमा वहाँ उता पनि आउँदै हुनुहुन्छ हाम्रो जेलेस भएर हामी फोटो खिचेर जानु वहाँ अनसक्सेस हुनुभयो हामीसँग आउनलाई गाइस अब चाहिँ हामी फर्किन्छौँ फेवातालको बिचबाट हाम्रो टाइम अफ हुन लागिसक्यो अब इनर्जी पनि सक्यो हाम्रो यो त धेरै इनर्जी छैन है कस्तो आनन्द सुत्दिम जस्तो भयो हामीलाई अब चाहिँ हामी फर्किन्छौँ यहाँदेखि हामी अब डिस्कस गर्दैछौँ को बिच जाने कि नजाने भनेर हामी कन्फ्युज भयौँ कि बिचमा बसेर हेर म के गर्छौँ हामी दिदी चाहिँ अब हिरोनी पारामा कपाल सपाल छोडेर भिडियो गराउने अरे एकछिन मेरो
अब हामीहरू चाहिँ फर्किन लाग्यो किनकि हाम्रो टाइम पनि सकिसक्यो टाउको पनि दुखेछ अब हातै दुख्यो भने यो चलाउँदै काइकिङ भ्याइयो अब चाहिँ हामी यहाँदेखि कोको बिच जान्छौँ होला रमाइलो भयो हामीलाई अब चाहिँ हामी त घुम्न आयौँ यस्तो थाक्यो काइकिङ गरेर हाम्रो फोटो भिडियो चाहिँ दाइले राम्रो खिचिदिनु भएन है यिनले अहिलेसम्म हेरी बसेर एकछिन अब यता लेक साइडको यता साइड चाहिँ घुम्न आएको छौँ पार्क साइड हेरौँ के छ यहाँ म पनि सेकेन्ड टाइम भयो म आएको अस्ति मेरो साथीलाई घुमाउनु ल्याएको थिएँ अहिले चाहिँ मेरो यहाँ क्युटी बहिनीहरूलाई घुमाउन आएको छु बबाल अलिअलि घुमेर भ्यायौँ निस्क्यौँ यहाँबाट अब हामी घर जान हतार भइहाल्यो टाइम लस भइसक्यो हाम्रो धेरै घर गएर खाना बनाउनु पर्छ फेरि बाई बाई गाइज म आज भ्लग यहीँ गरिदिन्छु आजलाई यति अब भोलि हामी कहाँ निस्किन्छौँ आजलाई म देखाइहाल्छु बाई बाई गाइज गरिदियो बाई गरिदियो सबैजनाले